अस्ट्रेलियाको एजुकेसन कन्सल्टेन्सीलाई टार्गेट गरेर हिजो 8 रेक्टर स्केलको भुइँचालो आयो भनेर भन्दाखेरि फरक नपर्ला। भयो के त भन्दाखेरि अस्ट्रेलियाले मार्च 31, 2026बाट अनसोर कमिसन कट गर्ने लेजिस्लेसनै पारित गरेको छ। मैले स्क्रिनमा पनि राखिदिएको छु र यसले चाहिँ स्टुडेन्टहरूमा के फरक पर्छ त भनेर धेरैजना साथीहरूले मलाई मेसेज गरिरहनु भएको थियो। अस्ट्रेलियामा भएको स्टुडेन्टहरू तथा नेपालबाट आउने साथीहरूले पनि सोधिरहनु भएको थियो। यसले स्टुडेन्टहरूको हकमा केही पनि फरक पर्दैन, स्टुडेन्टहरूको भिजा यताउता केही पनि डिफ्रेन्सेस हुँदैन। तर जसले कन्सल्टेन्सी व्यवसाय चलाएर बसिरहनु भएको थियो उहाँहरूलाई भने धेरै हदसम्म फरक पर्नेछ, किनभने कमिसन उहाँहरूको एउटा मेजर सोर्स अफ इन्कम भइरहेको भएको कारणले गर्दाखेरि अब अनसोरमा रहेको स्टुडेन्टहरूले कोर्स चेन्ज गर्दै गर्दाखेरि कमिसन नपाउने भएको भएर अब उहाँहरूको बिजनेसलाई चाहिँ इम्प्याक्ट पर्ने देखिन्छ। र यो किन गर्यो त अस्ट्रेलियन सरकारले भनेर भन्दै गर्दाखेरि चाहिँ धेरै नै पहिलादेखिबाट खास यो चर्चामा आइरहेकै विषय थियो र अहिले रिसेन्टली चाहिँ सदनमै पनि यहाँनिर डिस्कसन भएर यहाँनिर के भयो भने स्टुडेन्टहरू नेपालबाट आउने, अन्य देशबाट आउने र यहाँ चेन्ज गर्ने, 6 महिना पढ्ने, अर्को कोर्समा जाने र त्यो कोर्स जानको लागि धेरैवटा कन्सल्टेन्सीहरू जो डजी प्लेयरहरूले चाहिँ मार्केटमा पनि नराम्रो एउटा इम्प्रेसन, नराम्रो एउटा प्र्याक्टिस गर्दै आएको भएर चाहिँ अब यो नराम्रो प्लेयरहरूलाई जति चाहिँ निकाल्नको लागि भनेर एउटा यो लेजिस्लेसनै पारित गरेको छ। अब यहाँनिर राम्रो कन्सल्टेन्सी, राम्रो सर्भिस प्रोभाइडरहरू बाहेक जसको पनि यो पकेटमा कन्सल्टेन्सी, झोलामा कन्सल्टेन्सी बोकेर हिँड्नेहरू चाहिँ अब यहाँ बाहिरिने, निखारिने एउटा अनुमान लगाइएको छ। सो स्टुडेन्टहरूको हकमा भने यसले केही पनि फरक पार्दैन र नेपालबाट आउँदै गर्दाखेरि नै तपाईँहरूले एउटा प्राइमेरी कोर्स चाहिँ राम्रो सेलेक्ट गरेर आउनुभयो भने फेरि यहाँनिर सेलेक्ट गर्ने, कोर्स चेन्ज गर्ने त्यस्तो दुनियाँ टाउको दुखाइ गरिरहनु पर्ने मैले देखेको छैन है त। अनि अस्ट्रेलियामा आउँदै हुनुहुन्छ भने एउटा मैले रिसेन्टली एउटा डिस्कभर गरेको एउटा यु नेपाल भन्ने एप छ जहाँ चाहिँ नेपालीले नै बनाएको र यो एपमा चाहिँ धेरैवटा नेपालीहरूको यहाँ कम्युनिटीहरू, स्टेट वाइज कम्युनिटिजहरू, कोठाहरू अनि कामहरू पनि स्टार्टिङमा तपाईँहरूलाई पाउनको लागि यहाँनिर सेक्सन बनाएर राखिएको रहेछ। धेरै एकदमै युजर फ्रेन्डली पनि रहेछ एप होइन। मैले आफैले पर्सनली पनि टेस्ट गरेँ, धेरै कुरा हेर्दै गर्दाखेरि मलाई पनि एकदमै मन पर्यो। त्यही भएर यदि तपाईँहरू अस्ट्रेलियामा हुनुहुन्छ अथवा अस्ट्रेलिया आउँदै हुनुहुन्छ भने चाहिँ यो एपलाई डाउनलोड गरेर चेकआउट गर्न नबिर्सिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ।